नमस्कार। यो हो अत्तरे बजारको चोक। पूर्व पश्चिम राजमार्ग र सुदूरपश्चिम प्रदेशलाई तराई र पहाडसँग जोड्ने भीमदत्त राजमार्गको सङ्गम चोक अत्तरिया पछिल्ला वर्षमा निकै गुल्जार भएको छ। भीमदत्त राजमार्ग र प्रदेशको राजधानी धनगढी सहरलाई 6 लेन सडकले जोड्ने चोकको सङ्गम बाटिका अत्तरियाको सुन्दरताको पहिचान बनेको छ। अत्तरिया चोक बाटिका आकर्षणसँगै बजार, सभाचित्त, सडक बत्ती, सडकको बीचमा हरियाली वृक्षारोपण र फूल उद्यानले अत्तरियाको आकर्षण अझै बढाएको छ। मेयर वीरेन्द्र भट्टले अत्तरिया बजारलाई व्यवस्थित, हरियाली तथा सुन्दर सहर बनाउने अभियानको परिणामस्वरूप अत्तरिया बजारको अनुहारमा चमक आएको स्थानीय नगरवासीको भनाइ छ। कुनै बेला अत्तरिया एक चोकमा मात्रै सीमित देखिन्थ्यो, टिनको छाप्रा भएको सानो बजार मात्रै थियो र अघिल्लो प्रदेश सभाबाट स्थायी राजधानी गोदावरीमा स्थापना गर्ने निर्णय पास भएपछि विकासले फड्को मारेको हो। राजधानीको निर्णयले व्यवसायसराई मात्रै बढेन, होटल लगायत अन्य व्यावसायिक प्रतिष्ठानका शाखा र तिनका भवन निर्माणहरू भई व्यावसायिक कारोबार पनि वृद्धि भयो र तीन छाप्राको बजार विस्थापित भयो र अत्तरे बजारको स्वरूपमा परिवर्तन आएको हो। धन्यवाद। अहिलेलाई मोहन बुढाएर बिदा माग्छु। पुनः नमस्कार।